तपाईहरु यदि यस्तो टी ब्यागबाट चिया खाइरहनु भएको छ भने होस गर्नुस् है, किनभनेदेखि यसले तपाईहरुलाई फाइदा भन्दा बढी बेफाइदा गरिरहेछ र तपाईहरुको स्वास्थ्यमा पनि यसले एकदमै नराम्रो असर गरिरहेको छ। किनभनेदेखि यस्तो टी ब्यागमा तपाईले यसरी तातो पानी हाल्दाखेरि माइक्रोप्लास्टिक र न्यानो प्लास्टिकहरु तपाईको चियामा गइरहेको हुन सक्छ। तपाईहरुलाई लाग्न सक्छ यो कागज मात्र हो, तर यदि यो कागज मात्रै भएको भए यस्तो तातो पानीमा हाल्दाखेरि यो गलेर फुट्नु पर्ने हैन, गल्दैन त। किन थाहा छ तपाईहरुलाई? किनभनेदेखि यस्ता पेपरका टी ब्यागहरुमा पलिप्रोपिलिन र पीईटी जस्ता प्लास्टिकहरु प्रयोग गरिएको हुन्छ जसले चाहिँ यसलाई गल्न दिदैन। तर जब तपाईले यसमा तातो पानी हाल्नुहुन्छ नि, माइक्रोप्लास्टिक र न्यानो प्लास्टिक चाहिँ तपाईको चियामा गइराछ जुन चाहिँ तपाईले खाइरहनु भएको छ। क्यानाडाको युनिभर्सिटी अफ मोन्ट्रियल र म्याकगिल युनिभर्सिटीमा भएको एउटा अनुसन्धानले यस्तो एउटा टी ब्यागले 11 अर्बको संख्यामा माइक्रोप्लास्टिक र 3 अर्बको संख्यामा न्यानो प्लास्टिक चाहिँ 1 कप चियामा हाल्दिने रहेछ। एउटा टी ब्यागले 1 कप चियामा। त्यो अनुसन्धानको लिंक मैले तल कमेन्ट बक्समा राखिदिएको छु, हेर्नु होला। अनुसन्धानले देखाए अनुसार यस्ता माइक्रोप्लास्टिक र न्यानो प्लास्टिक तपाईहरुको दिमागमा गएर जम्मा हुन सक्छ। यसले तपाईको हार्मोन डिस्ट्रप्सन गर्न सक्छ, तपाईहरुलाई हार्ट अट्याक, स्ट्रोक र इभन क्यान्सर सम्म हुने सम्भावना छ। अनि तपाईहरु चाहिँ टी ब्यागबाट ग्रीन टी अथवा ब्ल्याक टी खाएर मैले हेल्दी चोइस गरे भनेर सोचिरहनु भएको हुन्छ, तर उल्टै यसले तपाईहरुलाई नकारात्मक असर गरिरहेको छ। अझ कतिपय टी ब्यागहरु त यसरी अलिकति पनि कागज प्रयोग नगरी सिधै नाइलनको बनाइएको हुन्छ हैन, त्यो त झनै खराब भयो। त्यही भएर तपाईहरुले कस्तो खालको टी ब्यागबाट चिया खानु हुनुहुन्छ त्यसमा चाहिँ तपाईहरुले एकदमै ध्यान दिनु होला। अब एउटा अप्सन भनेको चाहिँ बायोडिग्रेडेबल टी ब्याग हुन सक्छ है, तर त्यो चाहिँ अलिकति महँगो हुन्छ। त्यही भएर सबैभन्दा राम्रो अप्सन भनेको त यस्ता टी ब्यागहरुको प्रयोग गर्दै नगर्ने। गर्नै परे पनि यसलाई च्यातेर तपाईहरु के गर्न सक्नुहुन्छ भने यो चियालाई मात्रै तातो पानीमा हाल्न सक्नुहुन्छ हैन, अनि यसलाई केही बेर छोड्दिएपछि यो चिया आफै तल गइहाल्छ। अनि त्यसरी चिया खाइयो भनेदेखि अरबौंको संख्यामा माइक्रोप्लास्टिक र न्यानो प्लास्टिक पनि खाइदैन।